हेलो फ्रेंड, आज फेरि म ट्रिग्नोमेट्री को पार्ट 3 लिएर आए। यो भन्दा अगाडि हामीहरुले ट्रिग्नोमेट्री को पार्ट 1 र पार्ट 2 मा ट्रिग्नोमेट्री को क्वेशनहरु सोल्भ गर्यो, जुन कुनै न कुनै सालमा सोधेको क्वेशनहरु थियो। अनि यस भिडियोमा पनि हामी त्यस्तै खालको क्वेशनहरुलाई सोल्भ गर्ने गर्छौं। यदि तपाईहरु मेरो च्यानलमा न्यू हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिलिनु होला। अब हामी भिडियो तर्फ लागौं। के दिएको छ फर्स्ट क्वेशनमा कि कोस स्क्वायर 45 डिग्री प्लस ए प्लस फेरि कोस स्क्वायर 45 डिग्री माइनस ए इक्वल टु 1 हुन्छ। यो प्रुफ गर्नु छ हामीहरुलाई र यो क्वेशन 2069 सालमा सोधेको क्वेशन छ। र ठीक छ, यसलाई के भन्छ एलएचएस यहाँसम्मलाई, अनि यहाँ यसलाई के भन्छ आरएचएस। त एलएचएस लाई तोडेर सल्भ गरेर आरएचएस ल्याउनु छ। त फर्स्ट अफ अल के गर्नुपर्छ हामीहरुलाई एलएचएस बाट सल्भ गर्नुपर्छ। त्यहाँ लेख्ने कि एलएचएस कति दिएको छ कोस स्क्वायर 45 डिग्री प्लस ए त्यस्तै प्लस कोस स्क्वायर 45 डिग्री माइनस ए दिएको छ। अब यसबाट के गर्नु छ कि यो स्क्वायरलाई होल स्क्वायर गरिदिनु। यो स्क्वायरलाई होल स्क्वायर त के भइहाल्छ कोस 45 अनि प्लस ए को होल स्क्वायर भइहाल्छ। त्यसपछि फेरि कोस हैन 45 डिग्री माइनस ए को स्क्वायर को होल स्क्वायर मैले गरिदिए। अब यहाँबाट के गर्ने कि कोस यो कोस छ कोस 45 डिग्री प्लस ए छ भने यसलाई ए बुझ्ने अनि यसलाई बी। त कोस ए प्लस बी को फर्मुलामा हालिदिने अनि यसलाई कोस ए माइनस बी को फर्मुलामा हालिदिने। त यसको फर्मुला कति भइहाल्छ कि कोस ए प्लस कोस ए को त कोस ए इन्टु कोस बी माइनस साइन ए इन्टु साइन बी यो भयो। अनि त्यसको होल स्क्वायर त छँदै छ प्लस फेरि यसको पनि त्यस्तै कोस ए इन्टु कोस बी प्लस साइन ए इन्टु साइन बी त्यसको होल स्क्वायर भइहाल्यो। अब यहाँबाट के गर्नुपर्छ कि कोस 45 डिग्री र साइन 45 डिग्री को मान पुट गरिदिनु। त कोस 45 डिग्री को मान कति भइहाल्छ 1/√2 अनि कोस ए अनि माइनस फेरि यसको मान 1/√2 साइन ए को होल स्क्वायर प्लस फेरि यसको पनि त्यस्तै 1/√2 कोस ए प्लस 1/√2 साइन ए को होल स्क्वायर भयो। अब यहाँबाट के कमन आइरहेको छ 1/√2। त 1/√2 लाई कमन लिने अनि यहाँ कोस ए माइनस साइन ए को होल स्क्वायर गरिदिने यहाँबाट प्लस यसबाट पनि त्यस्तै 1/√2 कोस ए प्लस साइन ए को होल स्क्वायर गरिदिने। अब यहाँबाट यो स्क्वायर 1/√2 मा लगाउँछु भने 1/2 आउँछ। त्यस्तै यो स्क्वायर 1/√2 मा लगाउँछु भने 1/2 आउँछ। त्यसबाट के गरिलिने कि 1/ यो भइहाल्छ 2 अनि यसलाई के मान्ने यो कोस ए माइनस साइन ए को होल स्क्वायर भइहाल्छ। यहाँबाट कोस ए माइनस साइन ए को होल स्क्वायर अनि प्लस फेरि यसमा 1/2 यसको पनि कोस ए प्लस साइन ए को होल स्क्वायर भइहाल्छ। अब यो 1/2 दुवैमा छ, दुवैमा कमन लिए हामीले यस 1/2 दुवैमा कमन लिए हामी। त यहाँसम्म तपाईहरु नोट गर्नु। यहाँबाट के गर्ने तपाईहरु कि 1/2 अनि यो 1/2 कमन लिए हामीले। त 1/2 कमन लिँदाखेरि कति आउँछ 1/2 अनि यो सबै कोस ए प्लस माइनस साइन ए को होल स्क्वायर अनि प्लस फेरि यसको कोस ए अनि प्लस साइन ए को होल स्क्वायर भइहाल्छ। अब यसलाई केमा हालिदिनु फर्मुलामा। यसलाई ए मान्ने बी मान्ने ए माइनस बी को होल स्क्वायर ए मान्ने बी मान्ने ए प्लस बी को होल स्क्वायर को फर्मुलामा भइहाल्छ। त कति हुन्छ यसको फर्मुला कि कोस स्क्वायर ए प्लस साइन स्क्वायर ए अनि माइनस 2 साइन ए इन्टु कोस ए। हेर म डाइरेक्टै हालिदिए त्यसको फर्मुलामा। अनि यसलाई पनि सेम कोस स्क्वायर ए प्लस साइन स्क्वायर ए अनि प्लस 2 साइन ए इन्टु कोस ए भइहाल्छ। अब यो बाट यो क्यान्सल भइहाल्छ, यो बाट यो क्यान्सल। त कसरी भयो यहाँ -2 sin a इन्टु cos a दिएको छ नि यहाँ प्लस
2 sin a into cos a दिएको छ भने दुवै क्यान्सल हुन्छ त्यस्तै यति इक्वल टु कति भ्याल्छ 1 र यति इक्वल टु कति हुन्छ 1 त 1 अनि प्लस 1 त 1 प्लस 1 कति भ्याल्छ 2 त्यहाँ 1/2 इन्टु के गर्दिनु 2 त इक्वल टु यो 2 र 2 क्यान्सल इक्वल टु 1 त आयो यति त्यहाँ लेखिदिने के कि RHS प्रुभड भयो यति लेखिदिनु भइहाल्छ त्यस्तै हामी क्वेशन नम्बर 2 मा के दिएको छ कि sin स्क्वायर 45 माइनस थीटा प्लस sin स्क्वायर 45 प्लस थीटा इक्वल टु 1 हुन्छ यति प्रुफ गर्नु छ र यो क्वेशन 2060 सालमा र 2063 सालमा सोधेको क्वेशन छ त के गर्ने यसमा LHS बाट लिनु पर्छ त कति भ्याल्छ sin स्क्वायर 45 डिग्री माइनस थीटा अनि प्लस फेरि sin स्क्वायर 45 प्लस थीटा भ्याल्छ अब यसलाई के गर्ने कि यसको होल स्क्वायर गरिदिनु के भ्याल्छ कि sin 45 डिग्री माइनस थीटा को होल स्क्वायर भ्याल्छ यसमा होल स्क्वायर अनि प्लस यसको पनि sin 45 डिग्री प्लस थीटा को के गरिदिनु यहाँबाट यसको होल स्क्वायर भ्याल्छ अब यहाँबाट कि sin 45 माइनस थीटा र फेरि sin 45 प्लस थीटा त्यसलाई a मान यसलाई b यसलाई a अनि यसलाई b त sin a माइनस b अनि sin a प्लस b को फर्मुलामा हालिदिनु यहाँबाट के भ्याल्छ कि sin a छ यो अनि यो b छ त sin a इन्टु cos b sin a इन्टु cos b अनि माइनस छ भने माइनस sin a इन्टु cos b माइनस cos a इन्टु sin b भयो यति अनि यतिको फेरि होल स्क्वायर अनि प्लस फेरि यसमा पनि सेम प्रोसेस sin a इन्टु cos b प्लस छ भने प्लस cos b इन्टु यो 45 छ cos b इन्टु sin a अनि यसको पनि होल स्क्वायर भयो अब यसलाई के गर्ने यसबाट कि मान हाल्ने त्यसमा मान हाल्ने त sin a को सट्टामा यहाँ 45 भइहाल्छ 45 डिग्री अब मान हाल्ने यहाँबाट कति भइहाल्छ sin 45 को डिग्रीको 1/√2 इन्टु cos थीटा अनि माइनस 1/√2 sin थीटा भइहाल्छ अनि यसको होल स्क्वायर प्लस यसलाई पनि सेम त्यस्तै 1/√2 cos थीटा प्लस 1/√2 sin थीटा को होल स्क्वायर छ अब यहाँबाट कि 1/√2 1/√2 कमनली हाल्ने त 1/√2 कमन आयो अनि बाँकी cos थीटा माइनस sin थीटा को होल स्क्वायर छदैछ अनि यसको स्क्वायर छदैछ फेरि यसमा पनि प्लस 1/√2 कमन लिने अनि यसको स्क्वायर गरिदिने अनि cos थीटा प्लस sin थीटा को होल स्क्वायर भइहाल्छ अब यसको स्क्वायर गर्छु भने कति आउँछ 1/2 अनि यसको स्क्वायर गर्छु भने कति आउँछ कि cos स्क्वायर थीटा माइ प्लस sin स्क्वायर थीटा अनि माइनस 2 sin थीटा इन्टु cos थीटा यति आउँछ यसको यति त्यसपछि यसलाई पनि सेम प्रोसेस गर्ने 1 कति भइहाल्छ 2 यसलाई पनि फर्मुलामा cos स्क्वायर थीटा प्लस sin स्क्वायर थीटा माइनस प्लस 2 sin थीटा इन्टु cos थीटा भइहाल्छ अब यहाँबाट के गर्नु कि यति इक्वल टु कति भइहाल्छ 1 यति इक्वल टु कति हुन्छ 1 त यो 1/2 त जस्ताको त्यस्तै छ यति इक्वल टु कति भइहाल्छ 1 अनि माइनस यो जस्ताको त्यस्तै 2 sin थीटा इन्टु cos थीटा भयो अनि फेरि प्लस 1/2 अब यति इक्वल टु कति भइहाल्छ यति इक्वल टु 1 यति इक्वल टु 1 त्यहाँ लेख्ने 1 अनि प्लस फेरि यसको 2 sin थीटा इन्टु cos थीटा भइहाल्छ अब यहाँबाट 1/2 यहाँ छ 1/2 र यहाँ पनि 1/2 दिएको छ भने यो 1/2 कमन लिहाल्ने यो 1/2 कमन लिँदाखेरि कति आउँछ कि यो 1/2 कमन आयो भने 1 माइनस 2 sin थीटा इन्टु cos थीटा भइहाल्छ अनि प्लस फेरि 1 प्लस 2 sin थीटा इन्टु cos थीटा भइहाल्छ यति आयो अब के गर्ने कि यो र यो क्यान्सल भइहाल्छ यो र यो क्यान्सल त बाँकी कति रह्यो यो 1 अनि यो 1 त 1 प्लस 1 कति भइहाल्छ 2 त 1/2 इन्टु 2 हुन्छ यसमा 1/2 इन्टु 2 त्यो 2 क्यान्सल भइहाल्छ त कति आउँछ 1 त 1 आयो मेरो यहाँ आयो त्यहाँ लेखिदिने कि RHS प्रुभड भयो यति
त्यस्तै हामी क्वेशन नम्बर 3 मा आयो के दिएको छ कि u1 sin 2a = 2 sin स्क्वायर 45 डिग्री माइनस a यति प्रुफ गर्नु छ यतिबाट यति प्रुफ गर्नु छ हामीले त यो जरुरी छैन कि LHS दिएको छ भने LHS लाई तोडेर RHS ल्याउनु छ त तपाईहरु RHS लाई सल्भ गरेर LHS पनि ल्याउन सक्छौ त्यो पनि प्रुफ भयो एउटा ठीक छ त यो सेम खालेको क्वेशन यहाँ दिएको छ यहाँ मात्र यहाँ कोस दिएको छ भने यहाँ साइन दिएको छ तर रुल दुवैमा एउटै लाग्छ रुल दुवैमा एउटै लाग्छ यहाँ कति दिएको छ प्लस दिएको छ भने यहाँ माइनस दिएको छ भने रुल दुवैमा एउटै लाग्छ त म फर्स्ट को गर्छु क्वेशन नम्बर 3 को त्यस्तै तपाईहरु क्वेशन नम्बर 4 को गर्ने ठीक छ अनि यसको प्रुफ हुन्छ कि हुँदैन कमेन्टमा यस अथवा नो भन्ने यदि भइहाल्यो भने यस भन्ने कमेन्ट गर्ने अनि भएन भने नो कमेन्ट गर्ने ठीक छ त्यसलाई तपाईहरु फर्स्ट अफ अल नोट गरिलिनु अनि सल्भ गर्दै गर्नु ठीक छ तब म यसलाई गरिदिन्छु ठीक छ त फ्रम RHS बाट यसलाई लिनु RHS बाट कति भ्याल्छ कि 2 sin स्क्वायर 45 डिग्री माइनस a भयो अब यसलाई यहाँबाट के गर्ने कि यो स्क्वायरलाई बाहिर लेखिदिनु भन्नुको होल स्क्वायर त 2 टाइम्स sin 45 डिग्री माइनस a को होल स्क्वायर मैले लेखिदिए यहाँ अब यहाँ हेर्नु त के भ्याल्छ कि 2 छ यहाँ अनि यो sin a माने अनि यसलाई b त sin a minus b को फर्मुलामा हालिदिने sin a minus b को त sin a minus b को फर्मुला के भ्याल्छ sin a cos b माइनस छ भने माइनस तब के भ्याल्छ cos a sin b यसै फर्मुलामा त sin a cos b फेरि माइनस cos a sin b को फर्मुलामा आयो अनि यसको होल स्क्वायर इक्वल टु 2 त छदै छ अब sin 45 डिग्री को मान र cos 45 डिग्री को मान यहाँ हालिदिनु त sin 45 डिग्री को मान भ्याल्छ 1/√2 इन्टु cos a अनि माइनस यसको पनि 1/√2 sin a को होल स्क्वायर भ्याल्छ अब यहाँबाट के 1/√2 कमन लिनु त 2 टाइम्स 1/√2 कमन लिहाले cos a minus sin a छदै छ अनि त्यसको होल स्क्वायर छदै छ अब 1/2 को होल स्क्वायर गर्छु भने कति आउँछ कि 2 * 1/2 आइहाल्छ 1/2 को होल स्क्वायर गर्छु भने 1/2 अनि यो त छदै छ cos a minus sin a को होल स्क्वायर अनि यो 2 त क्यान्सल भ्याल्छ यहाँबाट के आउँछ 1 1 ले यसमा मल्टिप्लाई गर्छ भने त्यही आउँछ त यसलाई अब यसलाई के गर्ने कि a - b को होल स्क्वायर को फर्मुलामा हाल्ने a - b को होल स्क्वायर को के भ्याल्छ a स्क्वायर त cos स्क्वायर प्लस b स्क्वायर माइनस 2 a र b भइहाल्छ अब यति इक्वल टु कति भइहाल्छ 1 यति इक्वल टु 1 अनि माइनस यति इक्वल टु sin 2a अब यही नै छ नि प्रुफ गर्नको लागि त्यहाँ लेखिदिनु LHS प्रुभड भयो LHS प्रुभ भयो त यसै तरिकाबाट तपाईहरु त्यो क्वेशन नम्बर 4 को गर्ने यदि भयो भने कमेन्टमा यस भन्ने यदि भएन भने कमेन्टमा नो भन्ने त्यस्तै हामी क्वेशन नम्बर 5 मा के दिएको छ कि 1 + cos 2a = 2 sin स्क्वायर 90 डिग्री माइनस a अब यति बराबर यति प्रुफ गर्नु छ चाहे यति बराबर यति प्रुफ गर्नु त फ्रम यहाँबाट म के लिन्छु RHS बाट मेरो इजी भ्याल्छ RHS बाट त 2 टाइम्स के भ्याल्छ sin स्क्वायर अनि 90 डिग्री माइनस a भइहाल्छ अब यसलाई होल स्क्वायरमा लेखिदिन्छु त sin 90 डिग्री माइनस a को होल स्क्वायर भइहाल्छ अब यसलाई फर्मुलामा हालिदिन्छु sin a cos b minus cos a sin b को फर्मुलामा छ अब यहाँ मान हाल्ने कतिको sin 90 डिग्री को मान कति भ्याल्छ 1 cos a minus cos 90 डिग्री को मान 0 sin a भयो अब यसको होल स्क्वायर छ अब यहाँबाट के भ्याल्छ कि 2 cos a को होल स्क्वायर मात्र छ किनभने 0 ले यसमा गर्छ भने 0 भ्याल्छ त्यसो त 2 cos स्क्वायर a भ्याल्छ अब 2 cos स्क्वायर a इक्वल टु कति आउँछ कि 1 + cos 2a भ्याल्छ यसको डाइरेक्ट यो फर्मुला छ त्यो मेरो प्रुफ भयो त्यहाँ लेखिदिने LHS प्रुभड
त्यस्तै क्वेशन नम्बर 6 लाई पनि गर्छु। त्यस्तै के भनेको छ कि 1 - tan स्क्वायर 45 डिग्री माइनस a अनि 1 + tan स्क्वायर 45 डिग्री माइनस a भनेको छ। यसमा पनि इक्वल टु sin 2a हुन्छ, यति प्रुफ गर्नु छ। र यो क्वेशन 2069 सालमा सोधेका थिए, त्यो पनि यो क्वेशन 2064 सालमा सोधेको थियो। त फर्स्ट अफ अल तपाईहरु यो क्वेशनलाई नोट गरिलिनु, किनभने यसलाई म मेटाइदिन्छु। भयो, अब मेट्छु। अब यसलाई गर्ने, अब यसको लागि सिम्पल छ, एउटा फर्मुला याद राख्नु कि cos 2a को tan वाला फर्मुला हुन्छ, cos 2a को tan वाला फर्मुला हुन्छ 1 - tan स्क्वायर a अनि तलमा पनि 1 + tan स्क्वायर a भइहाल्छ। यति फर्मुला हुन्छ। cos 2a को यो डाइरेक्टै फर्मुला हुन्छ। त यहाँ हेर्ने कि यो a छ भने यहाँ पनि a छ, भन्नुको दुवैको एंगल सेम छ। त यहाँ पनि दुवैको एंगल सेम छ, 45 डिग्री माइनस a छ अनि तल पनि 45 डिग्री माइनस a छ, सेम छ दुवैको एंगल। यहाँ पनि हेर्ने, अब 1 - tan स्क्वायर एंगल सेम, 1 - tan स्क्वायर छ, दुवैको एंगल सेम छ, यहाँ प्लस यहाँ प्लस सेम छ, भन्नुको यतिको सट्टामा हामी यो लेख्न सक्छौं, यतिको सट्टामा यो लेख्न सक्छौं। त यहाँ एंगल a छ भने यो एंगल यहाँ a को रूपमा त 2 त छदै छ। त्यसलाई सिम्पल गर्दिनु, के भइहाल्छ यसलाई कि फ्रम LHS बाट गर्छौ भने कति छ 1 - tan स्क्वायर 45 डिग्री माइनस a अनि तलमा 1 + tan स्क्वायर 45 डिग्री माइनस a। अब यति इक्वल टु कति लेख्न सक्छ हामी डाइरेक्टली cos 2 * a मा यो 45 डिग्री माइनस a, 45 डिग्री माइनस a। अब 2 ले दुवैमा मल्टिप्लाई, त कति भइहाल्छ cos 45 ले 2 मा मल्टिप्लाई गर्छ भने कति भइहाल्छ कि 90 डिग्री अनि -2a। अब यहाँबाट कास्ट रुल लगाउने, कास्ट रुल। त cos 90 डिग्री माइनस थीटा कति भइहाल्छ sin थीटा। त sin 2a प्रुभ भयो, RHS प्रुभड भयो। त्यस्तै हामी क्वेशन नम्बर 7 मा के दिएको छ कि 1 + tan स्क्वायर 45 डिग्री माइनस बीटा अनि बाई 1 - tan स्क्वायर 45 डिग्री माइनस बीटा दिएको छ अनि t = cosec 2 बीटा हुन्छ। यो प्रमाणित गर्नु छ हामीहरुलाई। अनि यो क्वेशन 2067 सालमा सोधेको क्वेशन छ। त्यहाँबाट के गर्ने कि एउटा फर्मुला याद राख्ने तपाईहरु कि cos 2a को के भइहाल्छ, cos 2a को हुन्छ 1 - tan स्क्वायर a अनि बाइमा 1 + tan स्क्वायर a छ। यहाँ हेर्नुस् कि माथि माइनस छ तल प्लस छ, माथि माइनस छ तल प्लस छ, तर यसमा कि माथि प्लस छ तल माइनस दिएको छ, माथि प्लस छ तल माइनस दिएको छ भने यो रुल त यसमा लाग्दैन, तर यही रुल लाग्छ यसमा, यही रुल लाग्छ। त कसरी यहाँ हेर्नु, हामी यसलाई के लेख्न सक्छौं कि यो 1 - tan स्क्वायर लाई तल लेख्न सक्छौं, यसको तल लेख्न सक्छौं, अनिवार्य छ। त्यस्तै यसलाई पनि गर्ने, यो 1 + tan स्क्वायर लाई तल लेखिदिनु, 1 + tan स्क्वायर लाई तल। त कसरी यहाँ हेर्ने कि LHS = 1 + tan स्क्वायर 45 डिग्री माइनस बीटा बाइमा 1 - tan स्क्वायर 45 डिग्री माइनस बीटा भयो। अब यहाँबाट के गर्ने कि यो 1 + tan स्क्वायर 45 डिग्री माइनस बीटा लाई तल लेखिदिनु, यसको तल। त यहाँ 1 - tan स्क्वायर 45 डिग्री माइनस बीटा बाइमा 1 + tan स्क्वायर 45 डिग्री माइनस बीटा भयो। अब त यो फर्मुलामा आयो 1 - tan स्क्वायर a 1 + tan स्क्वायर a, 1 - tan स्क्वायर बीटा, यसलाई मैले बीटा माने अनि 1 + tan स्क्वायर बीटा सेम फर्म आयो। अब आयो भने यतिको सट्टामा के लेख्न सक्छौं हामी cos 2a। त a यहाँ जुन एंगल दिएको छ त्यो एंगल लेखिदिने, त = 1 / cos 2 एंगल कति दिएको छ 45 डिग्री माइनस बीटा = 1 / cos 2 ले यसमा मल्टिप्लाई गर्दिनु, कति भइहाल्छ 90 - 2 बीटा, 2 ले यसमा मल्टिप्लाई गर्छ 90 - 2 बीटा = 1 / अनि cos 90 डिग्री माइनस थीटा, cos 90 डिग्री माइनस थीटा भइहाल्छ भने sin 2 थीटा भयो, 2 बीटा sin 2 बीटा। अब 1 / sin 2 बीटा छ भने यसको के भइहाल्छ कि cosec 2 बीटा, cosec 2 बीटा त्यहाँ लेखिदिने RHS प्रुभड।
त्यस्तै हामी क्वेशन नम्बर 8 र क्वेशन नम्बर 9 दुवैलाई एकैपल्ट सल्भ गर्छौं ठीक छ। त फर्स्टमा क्वेशन नम्बर 8 बाट के दिएको छ कि 1 - cos 2a / sin 2a = tan a प्रुफ गर्नु छ र यो क्वेशन 2068 सालमा सोधेको छ। त के गर्ने यसबाट LHS बाट सल्भ गर्ने। LHS के भ्यालु छ 1 - cos 2a अनि डिभाइड बाइ sin 2a। एउटा कुरा याद राख्ने यसको डाइरेक्ट फर्मुला छ कि 2 sin स्क्वायर a अनि तलमा यसको फर्मुला भ्यालु छ 2 sin a into cos a भ्यालु छ। अब यसमा sin स्क्वायर छ भने sin दुईवटा भन्नुपर्छ 2 sin a into sin a अनि तलमा 2 sin a into cos a छ। अब यो दुवै क्यान्सल भइहाल्छ। त बाँकी कति छ कि sin a अनि बाइमा cos a = के भ्यालु छ कि tan a भयो। प्रुफ यो आयो त्यहाँ लेखिदिने RHS प्रुभड भयो। त्यस्तै यो क्वेशनलाई पनि सेम प्रोसेस गर्ने। के गर्ने कि LHS बाट के भ्यालु छ कि sin 2a अनि बाइमा 1 + cos 2a। अब 1 + cos 2a को डाइरेक्ट फर्मुला छ एउटा के यो पहिला माथिको फर्मुलामा लेखिलियौ sin 2a into cos a अनि तलमा यसको डाइरेक्ट फर्मुला के छ कि 2 cos स्क्वायर a भ्यालु छ। = 2 sin a into cos a अनि तलमा 2 cos a into cos a छ। त्यो भन्नुपर्छ योबाट यो अनि 2 बाट 2 क्यान्सल कति छ माथि sin a by cos a = tan a। यो मेरो RHS प्रुभड भयो। त्यस्तै हामी क्वेशन नम्बर 10 र क्वेशन नम्बर 11 लाई एकैपल्ट सल्भ गर्छौं। के दिएको छ क्वेशन नम्बर 10 मा कि sin 2a - sin a by 1 - cos a plus cos 2a = tan a प्रुफ गर्नु छ र यो क्वेशन 2064 सालमा सोधेको छ। त के गर्ने LHS बाट लिने। त LHS = के छ कि sin 2a अनि माइनस sin a त छ अनि तलमा कति छ 1 - cos a अनि प्लस cos 2a छ दिएको। अब यहाँबाट के गर्ने कि sin 2a लाई फर्मुलामा हाल्ने। sin 2a लाई फर्मुला के भ्यालु छ 2 sin a into cos a अनि माइनस फेरि sin a छ अनि तलमा के दिएको छ 1 अनि प्लस cos 2a लाई एक ठाउँमा 1 + cos 2a अनि माइनस cos a। अब यहाँबाट के गर्नु कि यो sin a कमन लिहाल्नु। sin a कमन के भ्यालु छ sin a कमन मात्र छ कि sin a कमन आउँछ भने त 2 cos a - 1 बाँकी छ अनि तलमा पनि यहाँबाट यो sin को फर्मुलामा cos को फर्मुलामा यसमा राखिदिनु। त 2 cos स्क्वायर a - cos a अनि तलबाट पनि cos कमन लिहाल्ने। त sin a 2 cos a - 1 डिवाइड बाइ cos a 2 cos a - 1। त यो दुवै के भ्यालु छ क्यान्सल अनि कति बाँकी छ sin a by cos a = tan a। यो मेरो RHS प्रुभड भयो। त्यस्तै यो क्वेशनलाई पनि सल्भ गर्ने। के दिएको छ कि cosec 2a - cot 2a दिएको छ अनि LHS बाट लिएर RHS तोल्नु छ। त LHS लिने फर्स्टमा के छ cosec 2θ - cot 2θ दिएको छ। अब यसलाई हामी कि 1/sin 2θ लेख्न पाइन्छ 1/sin 2θ अनि माइनस यसलाई पनि cos 2θ अनि बाइमा sin 2θ भ्यालु छ। अब यहाँबाट sin 2θ र sin 2θ लाई कमन लिहाल्ने। त कति आउँछ कि sin 2θ अनि माथिमा 1 - cos 2θ। अब 1 - cos 2θ के भ्यालु छ त 1 - cos 2θ हुन्छ कि 2 sin स्क्वायर θ अनि तलमा कति दिएको छ sin 2θ। त sin 2θ को फर्मुला लेखिदिनु के भ्यालु छ 2 sin θ into cos θ भ्यालु छ। अब एउटा sin बाट एउटा sin क्यान्सल यो 2 बाट 2 क्यान्सल त बाँकी कति छ sin θ बाइ तलमा cos θ = tan θ। त्यहाँ लेखिदिने RHS यस पनि यो के भयो प्रुफ भयो।
त्यस्तै हामी क्वेशन नम्बर 12 मा के दिएको छ कि sin अल्फा प्लस sin 2 अल्फा बाइ 1 प्लस cos अल्फा प्लस cos 2 अल्फा इक्वल टु tan अल्फा र यो क्वेशन 2066 60 र 2072 सालमा सोधेको क्वेशन छ। त के गर्नु छ यसबाट LHS बाट त LHS लिने फर्स्टमा त sin के भ्यालु छ अल्फा प्लस sin 2 अल्फा बाइमा 1 प्लस cos अल्फा प्लस cos 2 अल्फा भ्याल्छ। अब यहाँबाट के गर्ने कि sin 2 अल्फा को लाइक फर्मुलामा हाल्ने त sin अल्फा एज इट इज प्लस sin 2 अल्फा को 2 sin अल्फा इन्टु cos अल्फा भ्याल्छ अनि बाइमा यो अल्फा छ अनि बाइमा यो दुवैलाई एक ठाउँमा लेख्ने त 1 प्लस cos 2 अल्फा प्लस cos अल्फा दिएको छ। यहाँबाट sin अल्फा कमन त sin अल्फा कमन आयो 1 प्लस 2 cos अल्फा छ अनि तलमा पनि यति इक्वल टु कति भ्याल्छ यति इक्वल टु कि 2 cos स्क्वायर अल्फा प्लस cos अल्फा भ्याल्छ। अब यहाँबाट पनि cos अल्फा कमन लिइहाल्नु त माथिको एज इट इज लेख्ने 2 cos अल्फा बाइमा तलबाट cos अल्फा कमन त 2 cos अल्फा अनि प्लस 1 यो दुवै क्यान्सल बाँकी कति छ कि sin अल्फा बाइमा cos अल्फा इज इक्वल टु tan अल्फा यो मेरो RHS के भ्याल्छ प्रुफ भयो। त्यस्तै हामी क्वेशन नम्बर 13 मा के दिएको छ कि sin a इन्टु cos 2a इज इक्वल टु 1/4 sin 4a इन्टु sec निकाल्नु छ त LHS बाट लिएर सल्भ गर्ने अनि RHS ल्याउने र यो क्वेशन 2065 सालमा सोधेको क्वेशन छ। त केबाट लिनु पर्छ LHS इज इक्वल टु के भ्याल्छ sin a इन्टु cos 2a भयो। अब यहाँबाट के गर्नु तपाईहरु कि 1/4 इन्टु 4 लगाइदिनु 1/4 इन्टु 4 अनि यहाँ के लेख्ने कि sin a इन्टु cos a इन्टु cos 2a अनि फेरि इन्टु 1/cos a। अब हेर्नुस् यो cos a ले यो cos a क्यान्सल भ्याल्छ अनि यो 4 ले यो 4 क्यान्सल भ्याल्छ त बाँकी के रहन्छ sin a इन्टु cos 2a मात्र बाँकी रहन्छ। त यतिलाई हामी अब के लेख्न सक्छौं यतिलाई मिलाएर कि 1/4 छ भने 2 इन्टु 2 sin a इन्टु cos a इन्टु cos 2a भ्याल्छ। अब यति इक्वल टु कति भ्याल्छ sec a। अब यति इक्वल टु के लेख्न सक्छौ कि sin 2a त 1/4 इन्टु 2 sin 2a इन्टु cos 2a इन्टु sec a छ। अब यतिको सट्टामा के लेख्न सक्छौं हामी डाइरेक्टै कि यतिको सट्टामा के हुन्छ कि sin 4a इन्टु sec a RHS के भ्याल्छ प्रुफ भयो। त्यस्तै हामी क्वेशन नम्बर 14 मा के दिएको छ कि 1 - 2 sin a इन्टु cos a / 2 इज इक्वल टु sin स्क्वायर π/4 - a दिएको छ। त्यसलाई के गर्ने कि RHS बाट सल्भ गर्ने के गर्ने RHS बाट त्यहाँ लेख्ने RHS इज इक्वल टु sin स्क्वायर π/4 - a अनि त्यसपछि के गर्ने कि sin π/4 - a को सिम्पली होल स्क्वायर गरिदिने यहाँबाट होल स्क्वायर भयो। अब यसमा sin a - b को फर्मुला लगाउने त के भ्याल्छ कि sin a भन्नुको अर्थ π/4 अनि इन्टु cos a - cos π/4 इन्टु sin a π/4 कति भ्याल्छ 45 डिग्री हुन्छ त sin 45 डिग्री को मान 1/√2 इन्टु cos a माइनस cos 45 डिग्री को मान 1/√2 इन्टु sin a को होल स्क्वायर 1/√2 कमन लिइहाल्ने 1/√2 कमन अब यहाँबाट cos a माइनस sin a अनि त्यसको होल स्क्वायर 1/√2 को होल स्क्वायर गर्छु भने कति आउँछ 1/2 मात्र आउँछ 1/2 मात्र आउँछ अनि यसलाई सल्भ गर्छु भने कति आउँछ यसलाई सल्भ गर्छु भने कि cos स्क्वायर a माइनस cos स्क्वायर a माइनस सरी प्लस sin स्क्वायर a माइनस 2 sin a इन्टु cos a भयो। अब यति इक्वल टु कति भ्याल्छ 1 त 1/2 त छदै छ 1 माइनस 2 sin a इन्टु cos a RHS के भ्याल्छ प्रुफ भयो 1/2 1 माइनस 2 sin a इन्टु cos a यहाँ हेर सरी LHS
LHS प्रुभ भयो यो लेखिदिने भइहाल्छ